मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले त्यहाँ आएर अहिले फेरि धाग लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा छेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीखुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ धेरै चुरीखुरी नगरे हुन्छ। धेरै चुरीखुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेको छ। अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन्। अब नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ।